पुरै चिप्लो न चिप्लो छ पानी पर्ला जस्तो गर्यो साथीहरु है नमस्ते शुभ बिहानी सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि एकदम सन्चै छौं है आज चाहिँ हाम्रो धेरै पछि एउटा राइड को प्लान गरेको छौं है एउटा हामी चाहिँ पर्यटकीय स्थल हामी चाहिँ चौरी खर्क जाने एउटा प्लानिङ गरेर चाहिँ हामी रेडी भइसक्यौं है अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ भान्जा पनि रेडी भइसकेको छ है बाइकले स्टार्ट त हान्छ नि तेल कता हाल्नु पर्ने न अन्त उतै माथि हालौँला हैन हामी चाहिँ लगभग अब हिँड्न आँटिसकेको छौँ साथीहरु है हामी चाहिँ लगभग हिँडिसकेको छौँ है टक्क घामसाम लागिरहेको छ पछि दिउँसोतिर चाहिँ कस्तो हुन्छ मौसम अब हेरौँ माइक चाहिँ मैले नजिक राखेको छु हैन त्यही भएर अब अलिकति स्पष्ट आउँछ कि आउँदैन भन्ने हो अलिकति नजिकबाट भयो भने भोइस नै अलिकति फरक हुन्छ क्या हैन चिच्याएको जस्तो कराएको जस्तो हुन्छ के पुरै हैन हामी चौरी खर्क जाने बाटो पनि आइसक्यौं हामी यता पानी पनि पर्ला पर्ला जस्तो गरेको छ आकाश कालो न कालो भएको छ हामी मामा भन्छ यता हामी आइपुग्यो टक्कसँग रिल्याक्ससँग हिँड्ने छ अहिलेसम्म चाहिँ लगभग ठिकै भइरहेछ अब माथि चाहिँ कस्तो छ अब यता हाम्रो यो अफ रोडको बाटो यात्रा कस्तो हुन्छ चौरी खर्क आइपुग्यौं साथीहरु है एकदम बबाल रहेछ अलिकति चिसो त चिसो गरिरहेछ कुहिरो यसरी घुमिरहेछ हैन यस्तै छ अब हेर्दै जाम के छ कस्तो छ मलाई त्यस्तो भयो हामी चाहिँ बाइक पार्किङ गरेर चाहिँ उकालो तर्फ लागिसकेको छौं है अनि अब हेर्दै जाम कस्तो छ बाटोहरु पुरा हैन 1.5 घण्टा लाग्छ बुकीहरु फुलहरु फुलेको ठाउँसम्म पुग्नलाई भन्ने छ लगभग 1 घण्टा भन्ने छ हामी कतिमा पुग्छौं भन्ने हो हैन हाम्रो त अब यही हो भिडियो यसरी नै बनाउने हो बसेर चाहिँ अब के बनाउनु अब त्यही ठाउँमा गएर बनाउँछौं अलिकति उकालोमा सास फेर्न त कस्तो गाह्रो गाह्रो भइराछ हैन न यार न रे यार अलि अर्कै भइराछ नि के हो कुहिरोले चाहिँ पुरै ढाकिसकेको छ साथीहरु है अनि मामा भान्जोको आज बिजोग होला जस्तो छ के हुन्छ हेरौँ उकालोमा त अलिकति बोल्न पनि कस्तो गाह्रो गाह्रो भइरहेछ हैन लगभग 1.5 घण्टा जति हिँड्नु पर्छ रे हैन अब भर्खर सुरु भएको छ अलि सुरुमै यति गाह्रो भइरहेछ माथि पुग्दासम्म के हुन्छ है हेरौँ
फुलहरू चाहिँ मस्त फुलिरहेको रहेछन् साथीहरू है। यस्तो खतरा अब माथि चढ्नुपर्छ डाँडोमा। योदेखि पाल्नपट्टि अर्को डाँडो छ होइन। कुहिरोले फेरि ढाक्न सुरु गरिसक्यो डाँडाहरू। यस्तो देखिन्छ साथीहरू है। माथि चाहिँ पुरै भेडाको बथान छ पुरै, हेर्न सक्नुहुन्छ है। त्यो माथिको डाँडादेखि चाहिँ उतापट्टि कस्तो छ क्या, पुगिन्छ। उतापट्टिको डाँडा है अब जाम माथि कस्तो हुन्छ, माथिको डाँडा पुगेर उताको भ्यू हेरौँ। अनि हामी त्यहाँ एकछिन बसेर भ्यू हेरेर अनि हामी यता फर्किन्छौँ फेरि। हामी चाहिँ चौरी खर्काको एकदम विशेष ठाउँमा आइसकेको छौँ। सबभन्दा हाइटमा रहेको एकदम पुरै फुलहरू फुलेको मेन ठाउँ चाहिँ यो रहेछ होइन। हेर्न योग्य ठाउँ त धेरै छ होइन, तर मेन ठाउँ चाहिँ यो रहेछ। यहाँ चाहिँ भेडा गोठालोहरू बस्नु हुँदो रहेछ। यहाँको मेन विशेषता भनेको त्यही हो, भेडाहरू घोडाहरू होइन, अनि गोरुहरू यही चढाउनु हुँदो रहेछ होइन। अनि यही बस्ने यहाँ उहाँहरू कहिलेसम्म यहाँ बस्नुहुन्छ होइन। सायद लगभग यो सिजन उहाँहरूको कहिलेसम्म हुन्छ थाहा भएन। उहाँहरूलाई भेटेको भए सायद कुरा गर्न हुन्थ्यो होइन। यस्तो छ, एकदम पुरै बादल भपक्क ढाकिरहेको छ। एकैछिनमा खुल्छ फेरि है। यहाँको मौसम चाहिँ बिहान जब घाम लाग्छ नि त्यो समयमा चाहिँ एकदम राम्रो देखिन्छ, टक्क डाँडा काँडाहरू सबै देखिन्छ भन्ने छ होइन। आम्मामामामा यस्तो बवाल छ साथीहरू है। सर हावा चलिरहेको छ, चिसो चाहिँ चिसो छ है, एकदम चिसो चाहिँ अलिकति बढी नै चिसो छ। पानी परिराख्दो रहेछ होइन। आज पनि लब लब पानी पर्ला जस्तो गरिरहेछ। यस्तो बवाल छ आम्मामामामा, आहा यति सुन्दर छ। उहाँहरू चाहिँ लगभग हिँड्न लाग्नुभयो साथीहरू है। अब हामी पनि लगभग अब बिस्तारै बिस्तारै हामी पनि हिँड्छौँ। केही समयमा लगभग 5-7 मिनटमा हामी पनि हिँड्नुपर्ने हुन्छ। अनि अब चाहिँ हामी फर्किन्छौँ होइन। अब हेरियो जे होस् फुलहरू चाहिँ लगभग त्यति राम्रो फुलिसकेको रहेन रहेछ है, भर्खर फुल्दैछ। देख्नलाई राम्रो त राम्रो देखिरहेछ होइन, टक्कसँग होइन। यसरी फुलहरू फुलिरहेको छ, तर पनि कस्तो भने अलिकति माथिसम्म राम्रो सबै झक्कमक्कै फुल्छ अरे के होइन। पछि चाहिँ एकदम खतरा फुल्छ अरे होइन। तर अहिले चाहिँ त्यति राम्रोसँग चाहिँ फुलेको छैन। ठिक छ साथीहरू है, जे भए पनि घुमियो, एकदम रमाइलो भयो होइन। कुहिरोले चाहिँ पुरै ढाकिसक्यो क्या होइन, यस्तो छ। तर फुलहरू भर्खरै फुल्न आँटेको रहेछ है। अब ठिक छ, जे जस्तो भयो भने एकदम रमाइलो ठाउँ रहेछ होइन। यहाँ चाहिँ तपाईँहरू घुम्न आउन चाहनुहुन्छ भने एकचोटि आउनु होला भन्छु। एकदम आनन्द फ्रेस हुन्छ होइन। टक्क जिन्दगी नै पुरै अर्कै छ क्या। हेर्नु न यस्तो बवाल छ। अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ। घुमियो, अलिअलि फोटासोटा खिचियो, अटोमेटिकै कमाइ हुन्छ। हुन्छ हामी लाग्छ। हामी चाहिँ अब जानुपर्ने हुन्छ, पानी नपरोस् भन्ने। हालेर भिडियो बनाउने हुन्छ। अर्को दाइलाई अगाडि पठाउँछौँ बिस्तारै। पछाडि भन्नु त सक्दैन। सुन्नु भएको छ? पछाडि पनि देखाउनु मामा, एकचोटि त्यो काटेर फेरि गराउनु। हामी चाहिँ लगभग हाइवेमा निस्किनेवाला छौँ साथीहरू। माथितिर चाहिँ अफरोड अलिकति खतरै थियो भनौँ। जे होस् अब हाइवेमा चाहिँ निस्किँदैछौँ। अब पानी पर्ला जस्तो गरिरहेछ है। पानी यत्तिकै मात्रै अलिअलि। सेग्राहरूको बथान पानी चाहिँ अलिकति खतरै पानी पर्यो होइन। ल 15-20 मिनट जति ल बस्नु पर्यो हामी। ल आधा घन्टा बढी चाहिँ यता रेस्ट भयो है। अहिले चाहिँ पानी बित्दिसकेको छ। अब चाहिँ हिँड्नुपर्ने हुन्छ है। यो चिसो अहिले चाहिँ अति नै चिसो भयो। सेफ्टी चाहिँ लगभग गरेको थियौँ पहिले नै जुगाड होइन।
नत्र मरिन्थ्यो चिसोले। जतिजनाले फुल भिडियो हेर्नुभयो तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। भिडियो हेरेपछि सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईँहरूको सल्लाह सुझाव अनुसार त्यो खालको भिडियोहरू ल्याउने प्रयास गर्नेछु। सबैजनाले धेरै माया साथ सपोर्ट दिनुहुन्छ भन्ने एउटा आशा लिएको छु। आजको भिडियो चाहिँ यति नै हुन्छ। आगामी दिनहरूमा आउने भिडियोहरू हेर्न नभुल्नुहोला। तपाईँहरूको माया साथ सपोर्ट सधैँभरि पाइराखौँ। हस्त धन्यवाद।